यी दिनहरूमा हामी हरेक प्रिपेरेसनमा छौँ। हामी क्रिसमसको प्रिपेरेसनमा छौँ नि त, छैन र है? कोही लुगा किन्न गइरहनु भएको छ, कोही साडी किन्न गइरहनु भएको छ, कोही मेकअप किन्न गइरहनु भएको छ, कसैले सोफा किन्न गइरहनु भएको छ, यो क्रिसमसमा सस्तो होला भनेर। तर सबै कुरा हामी एकदमै प्रिपेरेसनमा छौँ। त्यस कारण मेरो आज वचनको शीर्षकै छ क्रिसमसभन्दा अगाडि। बिचमा मैले भाइलाई छोडिदिएको छु, बिचको भाइले बोल्नुहुन्छ, अगाडि र पछाडिको बोल्दैछु। क्रिसमसको अगाडि र क्रिसमस पछिको समय, त्यो विषयमा म आज बोल्दैछु, बिफोर र आफ्टर है। अनि अब क्रिसमसकै दिनमा चाहिँ भाइले बोल्नुहुन्छ है। त्यसकारण लुका 2 को 7ले के भन्दछ भने, तिनले आफ्नो जेठो छोरा जन्माइन् र उनलाई लुगाले बेरेर डुँडमा राखेन्, किनकि तिनीहरूको निम्ति पौवामा कुनै ठाउँ थिएन। आज धेरै कुरा भाइले, सृजन भाइले भनिरहनु भएको थियो। मलाई कतै मेरो वचनले त भाइलाई थाहा भयो हो कि होइन भनेर म हेर्दै थिएँ होइन। मैले बोल्ने कुराहरू उसले बोलिरहेको थिएँ क्या। अब भाइले नै सघाइदिने हो कि भाइले नै सघाइदिने हो कि भन्ने डर पनि लाग्यो मलाई होइन। त्यस कारण सबै कुरा एउटा उत्साह दिइरहेको थियो भाइले है। हालेलुया, आमेन। अनि लुका 2 को 7 हुन्छ, लुका 2 को 27 छ भने पल्टाउनुहोस्। तिनले आफ्नो जेठो छोरा जन्माइन, उहाँलाई लुगाले बेरेर डुँडमा राखेन्, किनकि तिनीहरूको निम्ति पौवाको ठाउँ थिएन। हालेलुया। यो वचन चाहिँ यशाया अगमवक्ताले येशू ख्रीष्ट जन्मिनुभन्दा 700 वर्ष अगाडि बोलेको कुरा हो। यो कुरा येशू जन्मिने कुराहरू है। अनि आज आएर चाहिँ यो कुरा लुकाको 2 को 9 को 6 मा आएर चाहिँ के भएको छ, पुरा भएको छ। हालेलुया। त्यो भविष्यवाणी पुरा भएको छ। त्यसकारण येशू जन्मिने बेलामा चाहिँ के भनेको चाहिँ प्रिपेयर हिम फर रुम भनेर भनेको छ है। प्रिपेयर है। यो सिजन चाहिँ प्रिपेयर हुने सिजन हो। यो सिजन चाहिँ तयारी हुने सिजन हो। लुगाको लागि मात्र तयारी होइन, सोफासेटको लागि मात्र तयारी होइन, हाम्रो आफ्नो जीवनको लागि मात्र तयारी होइन, ख्रीष्टको लागि हामी तयारी हुने समय हो। हालेलुया। ख्रीष्टको आगमनको लागि तयारी हुने, ख्रीष्टलाई भेट्ने उत्सुकताको त्यो तयारी हो। ख्रीष्टलाई हामी कसरी भेट्छौँ भन्ने कुराको तयारी हो। हालेलुया। यहाँ चाहिँ येशू ख्रीष्टको जन्म भएको छ। अनि तर तिनीहरूसँग चाहिँ येशूलाई राख्ने पौवामा ठाउँ पनि थिएन, उहाँलाई राख्ने कहीँ पनि ठाउँ छैन। येशू ख्रीष्ट आउनुभयो संसारमा तपाईँ र मलाई बचाउन, तर उहाँलाई राख्ने ठाउँ पनि थिएन, कोही पनि प्रिपेयर थिएन। राजाहरूका राजा आउँदै हुनुहुन्छ, स्वर्ग र पृथ्वी बनाउने सृष्टिकर्ता आउँदै हुनुहुन्छ, तपाईँ र मलाई मुक्ति दिन आउँदै हुनुहुन्छ, तपाईँ र मेरो पापलाई हटाउन आउँदै हुनुहुन्छ, तर नोबडी आर प्रिपेयर। कोही पनि प्रिपेयरै छैन, कोही पनि प्रिपेयर छैन है। हामी त्यति बेला पनि मानिसहरू आफ्नो आफ्नो कुरामै व्यस्त थिए। अनि अहिले पनि क्रिसमस आउनुभन्दा अगाडि हामी आफ्नै कुरामा व्यस्त छौँ। $1 बिलियन चाहिँ तपाईँको कारोबार हुन्छ, बिजनेस हुन्छ। सबैभन्दा सायद संसारमा सबैभन्दा बढी कारोबार हुने समय नै अहिले क्रिसमस चाहिँ ह्याप्पी न्यु इयरमा हो। एकैचोटि भएको कारणले $1 बिलियन को कारोबार हुन्छ। बिलियन मानिसहरू लाखौँ करोडपति हुने यही समय हो। बिजनेसहरू फटाउँछ है, मानिसहरू सपिङ गर्ने यही बेला गर्दछन्। त्यसकारण पार्टिजहरू, ट्राभल्सहरू गर्ने समय हो। क्रिसमसको छुट्टी छ, ट्राभल गर्न जाउँ भनेर आफ्नो मान्छेहरूलाई भेट्न गइरहेका छन्। यो बेला सस्तो हुन्छ भनेर लुगा किन्न गइरहेका छन्। तर प्रियहरू, यो समय चाहिँ डेफिनेटली यो समय चाहिँ हामीले यसरी नै मनाइरहेका छौँ। हामी बत्ती बालेर, हामी चाहिँ क्यारल गरेर, वचन तयार गरेर, मानिसहरूलाई वचन सुनाएर, सुसमाचार सुनाएर हामीले चाहिँ यो क्रिसमसको चाहिँ तयारी गरेका छौँ। थुप्रो मानिसहरूको तयारी चाहिँ डिफ्रेन्ट छ। हामी डिफ्रेन्ट तरिकाले चाहिँ क्रिसमसलाई चाहिँ तयारी गरेका हुन्छौँ। तर परमेश्वरले चाहिँ हाम्रो बाहिरी कुराहरू भन्दा पनि क्रिसमसको तयारी चाहिँ हाम्रो बाहिरी कुराहरू भन्दा नि हाम्रो शरीरको कुरा भन्दा नि आत्माको प्रिपेयर चाहनुहुन्छ। हालेलुया। आत्माको हृदयमा तयारी भएको चाहनुहुन्छ। उहाँको आगमनको लागि, उहाँको जन्मदिनको लागि चाहिँ परमेश्वर येशू चाहिँ के चाहनुहुन्छ भन्दाखेरि हाम्रो हृदय चाहिँ तयारी भएको चाहनुहुन्छ। अनि लुका 7ले भनेअनुसार उहाँलाई राख्ने कुनै ठाउँ थिएन है। स्वर्गको राजा यस संसारमा आउनुहुन्छ, उहाँलाई राख्ने कुनै ठाउँ छैन, पौवामा पनि ठाउँ छैन। हेर्नुहोस् है। अनि आज हरेक कुरा गर्ने मानिसहरूलाई ठाउँ छ। आज हरेक कुराको चाहिँ मानिसहरूले ठाउँ बनाएका छन्। हरेक कुराको चाहिँ मानिसहरूले चाहिँ आफ्नो ठाउँ बनायो। तर येशूलाई राख्ने आज मानिससँग चाहिँ ठाउँ छैन। यहाँ पनि त्यस्तै भएको छ। संसारको राजा आउनुभएको छ, तर उहाँलाई एउटा बस्ने ठाउँ छैन। हालेलुया। तपाईँले बुझिरहनु भएको छ मैले भनेको। आज सबै कुरा गर्न हामीलाई ठाउँ छ, तर येशूलाई राख्ने ठाउँ छैन। आज इन्टरटेनमेन्ट गर्ने हाम्रो ठाउँ छ,
आज मुभी हेर्ने हाम्रो ठाउँ छ, आज रमाइलो गर्ने हाम्रो ठाउँ छ, आज अफिसको हाम्रो ठाउँ छ, आज विभिन्न हामीले ठाउँ बनाएका छौँ। तर ख्रिस्टलाई राख्ने हामीसँग ठाउँ छैन। अनि त्यो समयमा पनि त्यसले गर्दा सबै कुराको ठाउँ थियो र हेरोद राजा आफै नाचिरहेका थिए, दरबारमा सबैको त्यत्रो ठाउँ थियो, तर ख्रिस्टलाई राख्ने कहीँ पनि कोही पनि तयारी थिएन त्यहाँ। सिर्फ जोसेफ, मरियम र ती ज्योतिषीहरू र केही सेफर्डहरू है, गोठालाहरू मात्रै तयारी भएको देखिन्छ। अरू सबै मानिसहरू चाहिँ सुतिरहेका थिए, अरू सबै मानिसलाई के हुँदैछ भन्ने कुरा केही पनि थाहा थिएन। तर यी 5जना 6जना थोरै व्यक्तिहरू मात्रै ख्रिस्टको आगमनको लागि तयारी थिए। हालेलुया। आज संसारमा पनि धेरै मानिसहरूले क्रिसमस मनाउँछन्, धेरै मानिसहरूले ख्रिस्टको ह्याप्पी क्रिसमस भनेर हिँड्छन्, झिलिमिली गर्दछन् है। तर साँचो क्रिसमसको अर्थ बुझेर साँचो ख्रिस्टलाई आदर गर्ने चाहिँ थोरै मानिस मात्र हुँदछ। हालेलुया। र आज बिहान तपाईँलाई चुनौती छ, हामीले क्रिसमस चाहिँ कसरी प्रिपेयर गर्दैछौँ, हामी क्रिसमसमा कसरी आफ्नो हृदयलाई हामीले प्रिपेयर गर्दैछौँ, हामी के कुराको लागि प्रिपेयर गर्दैछौँ। क्रिसमस रमाइलोको लागि हो भनेर हामी प्रिपेयर छौँ कि क्रिसमसमा नाच्नुपर्छ भने हामी प्रिपेयर गरिरहेको छौँ, क्रिसमसमा रक्सी खानुपर्छ भनेर हामी प्रिपेयर गरिरहेको छौँ, क्रिसमसमा घुम्न जान पाइन्छ भने हामी प्रिपेयर गर्छौँ। हामी के को लागि प्रिपेरेसनमा छौँ, त्यो चाहिँ तपाईँ र मेरो लागि ठुलो क्वेसन मार्क हो। तपाईँ र मेरो लागि तपाईँले आज जसरी क्रिसमस मनाइरहनु भएको छ त्यसको 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 प्रतिफल चाहिँ हामीलाई परमेश्वरले दिनुहुन्छ। हालेलुया। त्यसको प्रतिफल चाहिँ हामीले पाउँदछौँ। हालेलुया। प्रभु यो क्रिसमसमा चाहिँ म तपाईँको नजिक हुँदछु। हालेलुया। तपाईँलाई बचाउनु हो प्रियहरू। एउटा पौडी डुब्न लागेको, पौडीमा एउटा खोलामा डुब्न लागेको मानिसलाई बचाउने मानिसलाई त उसको आमा बाउले जीवनभर आदर गर्दछ, मेरो छोरालाई बचाउने मान्छे यही हो भनेर। कुनै एक्सिडेन्टबाट कुनै डक्टरले कुनै अपरेसन गर्दा बचाइदियो भने त्यो डक्टरको सधैँ जीवनभरि हामी नाम लिँदछौँ। तर सदाको लागि हाम्रो पापबाट छुटकारा दिने ख्रिस्टले बताउँदाखेरि हामी ख्रिस्टको नाउँ लिँदैनौँ। हालेलुया। आज विडम्बना यही छ प्रियहरू, आज विडम्बना यही छ। हामी ख्रिस्टलाई क्रिसमसमा सम्झँदैनौँ। हामी क्रिसमस भन्ने बित्तिकै नयाँ लुगा लाउने, पार्टिज, अनि हाम्रो ट्राभल, अनि हाम्रो 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 घर सजाउने, त्यतातिर मात्र हाम्रो हृदय गएको हुन्छ। ख्रिस्टलाई मैले कसरी खुसी बनाउने, ख्रिस्टसँग म कसरी हिँड्ने, ख्रिस्टलाई म कसरी आफ्नो अङ्गालोमा राख्ने, ख्रिस्टको वचनलाई हेर्ने, प्रार्थना गर्ने हामीमा हुँदैन। त्यस कारण डिफरेन्ट, इट्स टोटली डिफरेन्ट। हामी प्रभुलाई विश्वास गर्ने मान्छे पनि प्रभुलाई विश्वास नगर्ने मान्छे जस्तो नि क्रिसमस मनाइरहेका छौँ, ख्रिस्टलाई महिमा दिइरहेका छौँ हामी जानेर पनि। त्यसकारण प्रियहरू सबै कुराको ठाउँ छ, सबै कुराको हामीसँग ठाउँ छ। तर क्रिसमसमा ख्रिस्टलाई राख्ने हामीसँग ठाउँ छैन। येशू जन्मिँदाखेरि क्रिसमसमा त्यही भएको थियो, सबै कुराको ठाउँ थियो त्यहाँ। तर ख्रिस्टलाई जन्म दिने त्यो ठाउँ थिएन, ख्रिस्ट जन्मिने ठाउँ थिएन। किनभने उहाँ चाहिँ परमेश्वर हुनुहुन्थ्यो। नराम्रो मान्छेको भए त्यहाँ ठाउँ हुन्थ्यो, नराम्रो कुराको लागि भए ठाउँ बनाइन्थ्यो, तर ख्रिस्टको लागि ठाउँ थिएन। हालेलुया। हालेलुया। आमेन। हालेलुया। त्यसकारण प्रियहरू हामीलाई प्रभुले भन्दै हुनुहुन्छ, प्रभुलाई घरको लाइट होइन प्रियहरू, हृदयको लाइट चाहिएको छ। आमेन। आमेन। हालेलुया। बाहिर लाइटले तपाईँको घर सजावट गरेर अहिले सबैभन्दा तपाईँले हेर्दै जानुहोस्, सबैभन्दा ठुलो घर जुन घरमा चाहिँ हजारौँ डलरको त्यहाँ बत्ती झुन्डाएको छ, त्यो घरको मालिकलाई लिएर तपाईँ सोध्नुहोस् हाउ मेनी चर्चमा कतिचोटि जान्छ भनेर उसले भन्छ वर्षमा एकचोटि। त्यो पनि थाहा छैन। जुन घरमा धेरै बत्ती बलेको हुन्छ त्यही घरको मालिक चाहिँ वर्षमा एकचोटि मात्र चर्च जान्छ, क्रिसमसको दिनमा मात्र। उसलाई क्रिसमसको अर्थ भनेको चाहिँ उसले क्रिस भनेको चाहिँ उसले क्रिसमसको अर्थलाई चाहिँ लाइटलाई चाहिँ दाँजेको छ, घर सजाउने कुरामा दाँजेको छ, घरलाई झिलमिली बनाउने कुरामा न। परमेश्वर तपाईँको घरलाई झिलमिली बनाउनलाई मर्नु भएको होइन। हालेलुया। तपाईँको आत्माको लागि मर्नु भएको। हालेलुया। तपाईँको पापको लागि मर्नु भएको, तपाईँको उद्धारको लागि मर्नु भएको। हालेलुया। झिलमिली
यो के अरे सान्ता क्लज अनि त्यसपछि यो ट्री क्रिसमस त्यसको लागि परमेश्वर मर्नुभएको। आज मानिसले ख्रिस्टलाई भन्दा त्यसलाई बढी प्रेम गरिरहेका छन्। आज ख्रिस्टलाई छोडेर त्यतातिर फर्किरहेका छन्। प्रभु भन्छ न, हालेलुया। त्यसैले हामीले हाम्रो प्रभुलाई ठाउँ दिएका छौँ कि छैनौँ? के क्रिस्मस ख्रिस्ट जन्मिँदै हुनुहुन्छ, के हामीसँग ठाउँ छ? आज परमेश्वरले त्यही क्वेसन गर्नु, के हामीसँग ठाउँ छ? ख्रिस्टको छेउमा हुँदैछ के हामी प्रिपेयर छौँ? के उहाँलाई राख्ने हामीसँग ठाउँ छ? That is a question. तपाईले मेरो भित्र हुनुपर्ने क्वेसन चाहिँ के हो? मैले ख्रिस्टलाई कहाँ राखेको छु? कहाँ राखेका छौँ हामीले ख्रिस्टलाई? क्रिसमस आउनुभन्दा अगाडि ठाउँ बनाऊ। हालेलुया, हालेलुया, हालेलुया। परमेश्वर त झिलिमिली भएको घरमा आउनुहुन्न। त्यो सान्ता क्लज जस्तै त्यो टोपी लगाएर, रातो टोपी लगाएर, तपाईँले जति ठुलो जति हजारको रातो टोपी लगाएर परमेश्वर त्यहाँ आउनुहुन्न। त्यो क्रिसमसको तपाईँ रुखै लिएर आएर पनि तपाईँले क्रिसमस ट्री ल्याएर घरमा राख्नुभएको छ। 1000, 2000, 5000, 10,000 खर्च गरेर तपाईँले झिलिमिली त्यहाँ आउनुहुन्न। तर ख्रिस्ट कहाँ हुनुहुन्छ? यहाँ हुनुहुन्छ। हालेलुया। तपाईँको बाइबल कहाँ छ? कहाँ छ? रुख चाहिँ यत्रो छ। तपाईँको वचन कहाँ छ? कहाँ छ? घर झिलिमिली छ। न कसरी ख्रिस्टलाई खुसी बनाउने, कसरी उहाँको आगमनलाई हामीले चाहिँ बाटो ल्याउने भनेको छ। के अरे सारा सृष्टि मानिन्छ, सृष्टिकर्ता चाहिँ आउँदै हुन्छ। बाटो तयार गर। के हामीले तयार गरिरहेका छौँ कि छैन? हालेलुया। यशाया 9:6 भन्दछ, किनभने हाम्रा निम्ति एकजना बालकको जन्म भएको छ। यही भविष्यवाणी भएको थियो पहिले। किनभने हाम्रा निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रा निम्ति एकजना छोरा दिएको छ। शासन उहाँको काँधमा छ। उहाँ अचम्मको सल्लाहकार। शासन कसको हातमा छ? उहाँको हातमा छ। उहाँ अचम्मको सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तको पिता, शान्तिको राजकुमार कहलाइ हुनेछ। हालेलुया। जसलाई चिन्नु पर्ने, जसलाई आदर दिनुपर्ने, जससँग हुनुपर्ने अचम्मको सल्लाहकार, हामीले सल्लाह दिने चाहिँ उहाँ हुनुहुन्छ। हालेलुया, आमेन। सल्लाहकार, अचम्मको सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तको पिता र शान्तिको राजकुमार हो। हालेलुया, हालेलुया, आमेन। राम्रो लुगा लगाएर यसो सुटबुटका साथ तपाईले मलाई बचाउन आउनुभएको होइन। हालेलुया। तपाईलाई धनी बनाउन परमेश्वरले जन्म दिएको होइन। हामी कतिजना सोच्छौँ क्रिस्टलाई चिनेपछि विश्वास गरेपछि हामी धनी हुन्छौँ भनेर। तपाईलाई धनी बनाउनको लागि होइन, तपाईको पाप र तपाईको मुक्तिको लागि आउनुभएको। हालेलुया। तपाईको उद्धारको लागि आउनुभएको, तपाईलाई शान्ति दिन आउनुभएको, तपाईलाई सल्लाह दिन आउनुभएको। उहाँ चाहिँ के चाहिँ अचम्मको सल्लाहकार हो। हालेलुया, हालेलुया। अचम्मको सल्लाह। जब हामी सल्लाह माग्दछौँ, कसैले दिन नसक्ने सल्लाह उहाँले दिन सक्नुहुन्छ। हालेलुया। दुःखको बेलामा जानुस् त, जानुस् न। एकचोटि म तपाईँलाई भन्छु, जानुस् त। तपाईँलाई गाह्रो भएको बेला जानुस् त। तपाईँलाई पीडा भएको बेला जानुस् त। कस्तो सल्लाह पाउनुहुन्छ? के मण्डली फुटाउने सल्लाह दिनुहुन्छ? उहाँले दिनुहुन्न। मण्डलीलाई टस गर्ने सल्लाह दिनुहुन्छ? दिनुहुन्न। उहाँले सल्लाह दिनुहुन्छ तपाईँले मेरो आत्मा वृद्धिको लागि। हालेलुया। उहाँले महिमा दिनुको लागि। अनि शक्तिशाली परमेश्वर हुनुहुन्छ, कोही छैन उहाँ जस्तो। उहाँ शक्तिशाली अनन्तको पिता हुनुहुन्छ। हालेलुया। अनन्तको पिता, सधैँ हामीलाई प्रेम गर्ने, सधैँ हाम्रो साथमा हुने, सधैँ हाम्रो कुरा सुन्ने, सधैँ हामीलाई अङ्गल मार्ने। इमान म छोडेर जान्छु, कहिले जान्छु मलाई थाहा छैन, तर एक दिन इमान मसँग हुँदैन, यो त प्रष्टै हो। हालेलुया। उसको बुवा भए पनि, पास्टर भए पनि इमानसँग म एक न एक दिन छुट्टिन्छु। हालेलुया। उसले यहाँ बसुन्जेलसम्म मात्र मलाई ड्याडी भन्छ, त्यसपछि कति समयपछि उसले मलाई देख्दैन। तर उहाँ चाहिँ अनन्तको पिता हुनुहुन्छ। हालेलुया।
उहाँलाई हामीले सधैँ देख्नेछौँ, उहाँलाई हामीले सधैँ पुकार्नेछौँ, उहाँ हामी सँगै हुनुहुन्छ। हालेलुया। त्यसैले प्रियहरू, अब आयो गिफ्ट, अब आयो गिफ्ट है। त्यसकारण येशू चाहिँ हाम्रो गिफ्ट हुनुहुन्छ। हालेलुया। हाम्रो चाहिँ के हुन्छ र? येशू गिफ्ट हुनुहुन्छ। उहाँले हाम्रो निम्ति सबैभन्दा ठुलो गिफ्ट चाहिँ येशू ख्रीष्ट हो। तपाईलाई लाग्छ येशू ख्रीष्टको पनि बेबी शावर भएको थियो होला? येशू ख्रीष्टको पनि जेन्डर रिभिल भएको थियो, हामी पढ्छौँ नि। एउटा छोरा दिइनेछ होइन, त्यो त जेन्डर रिभिल, स्वर्गदूतले आएर जेन्डर रिभिल गरिदिइसकेको थियो। उहाँ चाहिँ होइन, उहाँलाई चाहिँ इमानुएल भनिनेछ, सर्वोच्चको परमेश्वर भनेर भनिनेछ। जेन्डर रिभिल भइसकेको थियो, कसैले गरे पनि नगरे स्वर्गदूतले आएर गरिदिइसकेको थियो। हालेलुया, आमेन। त्यसैले प्रियहरू, क्रिसमसमा हामीले केलाई वेट गरिरहेका छौँ? गिफ्ट, जुन चाहिँ सकेर जाँदछ होइन। 18 तारिक हामी कसैको मुख उज्यालो हुन्छ, कसैको मुख अँध्यारो हुन्छ क्या? 18 तारिक रमाइलो हुन्छ त्यो दिन। त्यो दिन जस्तो रमाइलो लाग्ने दिन मलाई कुनै पनि होइन। राम्रो पाउनेले कस्तो राम्रो पायो भन्नुहुन्छ, नराम्रो मैले त राम्रो दिएको थिइनँ, मलाई कस्तो नराम्रो पऱ्यो भन्नुहुन्छ। तर येशू ख्रीष्ट चाहिँ सबैको लागि राम्रो हुन्छ प्रियहरू। हालेलुया। येशू ख्रीष्ट चाहिँ कसैलाई राम्रो कसैलाई नराम्रो होइन, जसले येशूलाई पाउँछ सधैँको निम्ति राम्रो हुँदछ। हालेलुया, आमेन। येशू ख्रीष्ट चाहिँ हाम्रो लागि गिफ्ट हो, हाम्रो लागि गिफ्ट हो। त्यसकारण प्रियहरू, क्रिसमसको कथा सकिनुभन्दा अगाडि दुईटा व्यक्तिको म बारेमा तपाईँलाई बताउन चाहन्छु। हुनसक्छ तपाईँहरूले चाहिँ कहिले पनि त्यो व्यक्तिको नाम सुन्नुभएको छैन। त्यो व्यक्ति चाहिँ त्यो येशू ख्रीष्ट जन्मिसकेपछि तुरुन्तै जब योसेफ र मरियमले यहुदी रीति अनुसार 40 दिनपछि मन्दिरमा गएर चाहिँ ग्रहण गराउने, मन्दिरमा गएर चाहिँ अर्पण गर्ने कुराहरू थियो। त्यति बेला चाहिँ त्यहाँ त्यो मन्दिरमा चाहिँ दुईजना मानिस थिए। हालेलुया, आमेन। सिमियोन र हन्ना। हालेलुया, यिनीहरू दुईजना इट्स भेरी पावरफुल नेम। हालेलुया, कहीँ पनि उहाँको नाम छैन। सान्ता क्लजको नाम छ, म सान्ता क्लज भन्छु, म शान्ता राम भन्छु क्या है। पुरै टी सर्टमा राखिरहेको हुन्छ, पुरा उसमा लेखिरहेको हुन्छ, उनीहरूको नाम छ। तर यी सिमियोन र हन्नाको नाम चाहिँ कतै छैन। तर यी दुईजना भेरी पावरफुल। तिनीहरूको विषयमा तपाईँ सुन्नु भने तपाईँ छक्क पर्नुहुन्छ। थोरै लेखेको छ, बट दे आर भेरी पावरफुल। हालेलुया, हालेलुया, हालेलुया। त्यसैले उनीहरूको पर्खाइ चाहिँ, उनीहरूको चाहिँ वेटिङ चाहिँ एकदमै 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 अर्कै किसिमको थियो, नेक्स्ट लेभलको थियो। उनीहरूले खोलेको चाहिँ येशूको आगमनलाई चाहिँ उनीहरू प्रिपेयर गरेर बसिरहेका थिए। हालेलुया, हालेलुया। त्यसैले यी दुईजना मानिसहरू चाहिँ लुकाको पुस्तकमा बताएको चाहिँ दुईजना मानिसहरूको नाम तपाईँले हेर्न सक्नुहुन्छ है। लुका 2को 25तिर कता 2:2मा गएर तपाईँले पाउन सक्नुहुन्छ। अनि यो सिमियोन चाहिँ एक धर्मी मानिस, एक असल मानिस भनेको छ है। अनि हन्ना, त्यसै गरी हन्ना चाहिँ एक विधवा है। 7 वर्षसम्म चाहिँ श्रीमानसँग बसेको, त्यसपछि 7 वर्षपछि उसको श्रीमान मरेको, त्यसपछि 87 आई थिङ्क पक्कै यहाँ मैले लेखेको छु कतातिर 87 जस्तो लाग्छ मलाई है। 84 वर्षसम्म चाहिँ के छ भन्दाखेरि त्यो हन्ना चाहिँ मन्दिरमा चाहिँ परमेश्वरलाई कुरेर बसिरहेको छ। हालेलुया। ती दुईजना मानिस चाहिँ एकदमै छुट्टै, एकदमै डिफ्रेन्ट है मानिसहरू थिए। हालेलुया। सिमोनको बारेमा चाहिँ यहाँ के अरे लुकाले बताउँदछ, उनी एक आदर्श र धर्मी मानिस थिए, उनी पवित्र आत्माबाट भरिएका मानिस थिए, ऊ एक इमानदार मानिस थिए भनेर भनिएको छ। हालेलुया। म तपाईँलाई पढे सुनाउँछु। लुका 2को 25 र 26मा यरुशलेमका सिमियोन नाम भएका एकजना मानिस थिए। उनी इजरायलका सान्त्वनाका आशा गर्ने धर्मी र भक्तजन थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो। परमप्रभुका ख्रीष्टलाई नदेखेसम्म तिमी मर्ने छैन भन्ने प्रकाश उनले पवित्र आत्माबाट पाएका थिए। जुन बेला सिमियोनले चाहिँ यहाँ लेखिदिनुहोस्, अहिलेको पढाइदिनुहोस् त भाइ।
तपाईँले राखिरहनु भएको रहेछ। ल पठाइदिनु त त्यहाँ अहिले तपाईँले लेखेको राखेको। यरुशलेममा सिमेन नामक एकजना मानिस थिए। उनी इजरायलका सान्त्वनामा आशा गरी धर्मी र भक्तजन थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो। नेक्स्ट है हुनुहुन्थ्यो। परमप्रभु ख्रिस्टलाई नदेख्दासम्म तिमी मर्ने छैनौ भन्ने प्रकाश उनले पवित्र आत्माबाट पाएका थिए। सिमियोन चाहिँ त्यो मन्दिरमा परमेश्वरलाई कुरेर बसिरहेका थिए। हालेलुया। पवित्र आत्माको आवाज सुनेर, पवित्र आत्माको आवाजलाई उसले स्वीकारेर, पवित्र आत्माले भनेका कुरालाई मानेर, पवित्र आत्माबाट पाएको दर्शनबाट ऊ चाहिँ ख्रिस्टलाई उद्धारकर्तालाई चाहिँ त्यो मन्दिरमा चाहिँ कतै पनि नगइकन त्यो मन्दिरमा चाहिँ कुरेर बसिरहेको को थियो? सिमियोन थियो। हालेलुया। आमेन आमेन। सिमियोन कति वर्षसम्म त्यहाँ बसे त्यो हामीलाई थाहा छैन, तर उनी हरेक दिन मन्दिरमा आउँथे। त्यही एउटै आशामा आउँथे, मेरो मुक्तिदाता चाहिँ आउनुहुन्छ। किनभने पवित्र आत्माले उहाँलाई भनिसके तिमी मुक्तिदातालाई नदेखेसम्म तिमी मर्ने छैनौ। हालेलुया। आमेन। त्यसकारण उसले त्यो पर्खाइमा, उसको त्यो पर्खाइमा एक दिन त्यो आशा निराशा चाहिँ त्यो पर्खाइ चाहिँ एक दिन पुरा भएको। जब 40 दिन भयो, मरियम र योसेफले नानीलाई लिएर आउनु बित्तिकै, मन्दिरमा लिएर आउनु बित्तिकै उसले त्यो नानीलाई स्वाट लिएको छ आफ्नो हातमा। उसले योसेफ र मरियमले चिन्दैन त्यो सिमियोनलाई, तर उसको हातबाट चाहिँ, मरियमको हातबाट, योसेफको हातबाट त्यो बालकलाई लिएर चाहिँ अनि उसले चाहिँ के भन्दछ भने प्रभुलाई प्रशंसा गर्दछ। हालेलुया। आमेन। जुन कुरा उसको विषयमा पवित्र आत्माले भनेको थियो त्यो कुरा चाहिँ उसको जीवनमा चाहिँ पुरा भएको छ। अनि जब उसले लिन्छ र धन्यवाद दिँदै स्तुति गाउन थाल्दछ। लुका 2:29-32 अब हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस्। हालेलुया। मेरो मर्ने समय भइसक्यो, मलाई अब शान्तिसँग बिदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेको छ। हालेलुया। आमेन। जब हामी कुर्दछौँ नि हामी उद्धार देख्दछौँ, हामी उद्धारकर्तालाई देख्दछौँ। जब हामी परमेश्वरमा भरोसा गर्दछौँ नि, जब हामी उहाँलाई विश्वास गर्दछौँ नि, हामीले पनि देख्नेछौँ एक दिन। हालेलुया। यहाँ पनि तपाईँले आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस्, किनकि मेरो आँखाले तपाईँको उद्धार देखेका छन्, जो तपाईँको सबै मानिसको सामुन्ने तयार पार्नु भएको छ। अनि जातिहरूका प्रकाशको निम्ति ज्योति र तपाईँको जाति इजरायलको महिमाको निम्ति। अब मैले थाहा पाएँ तपाईँ उद्धारकर्ता हुनुहुन्छ। अब इजरायली र यहुदी र तपाईँको जातिको लागि मात्र होइन, सबै जातिको लागि तपाईँ उद्धारकर्ता भएर आउनुभएको छ। म तपाईँलाई दण्डवत गर्दछु। हालेलुया। हालेलुया। प्रियहरू, सिमियोन चाहिँ परमेश्वरलाई देख्ने मानिस थिए। त्यो सानो अवस्थामा नि सिमियोनले यसको उद्धारकर्ता हो भन्ने कुरा उसले पाइसकेको थियो पवित्र आत्माबाट। हालेलुया। हालेलुया। प्रियहरू, पवित्र आत्मा जब तपाईँ र मसँग हुनुहुन्छ नि, पवित्र आत्मा जब तपाईँ र मसँग बोल्नुहुन्छ नि, हामीले विश्वास नगर्न सक्ने कुरा पवित्र आत्माले हामीलाई भन्नुहुन्छ। हालेलुया। त्यसैले सिमियोन चाहिँ साधारण मानिस थिएन। सिमियोन चाहिँ येशू ख्रीष्ट भन्दा आउनुभन्दा अगाडि नै पवित्र आत्माले उसलाई भरिसक्नु भएको थियो। हालेलुया। त्यसकारण प्रियहरू, सिमियोन के भन्दैछ? मुक्ति अब यहुदीहरूले मात्र होइन, इजरायली मात्र होइन, सबै जातिले चाहिँ उद्धार पाउनेछन्। हालेलुया। सबै मानिसले, सबै राष्ट्रका मानिसले, सबै देशले आज त्यही भएर तपाईँ र म बाँचेका छौँ। हालेलुया। तपाईँ र मैले उद्धार पाएका छौँ। तपाईँ र मैले पनि ख्रीष्टलाई हामी देखेका छौँ। हालेलुया। त्यो सान्त्वनालाई सिमियोन चाहिँ त्यो सान्त्वनालाई चाहिँ कोरिरहेका थिए। हालेलुया। त्यो सान्त्वना चाहिँ के थियो भन्दाखेरि निराशाबाट आशा थियो। हालेलुया। आमेन। त्यो पीडाबाट चाहिँ शान्ति थियो। त्यो पापबाट चाहिँ छुटकारा थियो। जब हामी ख्रीष्टलाई विश्वास गर्दछौँ नि प्रियहरू, अनि हाम्रो जीवनमा पनि त्यो सान्त्वनाहरू आउँदछ, जुन सान्त्वनाले चाहिँ हामीलाई बनाउँदछ। हालेलुया। हाम्रो पीडालाई शान्त बन्ने, हाम्रो पीडालाई चाहिँ मनपट्टि लगाउने कुरा, हाम्रो पापलाई हामीलाई बेटिदिने कुरा, सबै कुराहरू चाहिँ
जब हामीले ईश्वरलाई विश्वास गर्दछौँ त्यो सान्त्वना चाहिँ आज तपाईँ र मलाई आउँदछ। जसरी यहाँ कसले पाएको सिमियोनले चाहिँ त्यो सान्त्वना पाइरहेको छ। हालेलुया। मैले मेरो आँखाहरूले चाहिँ उद्धार देखेको छु। कस्तो राम्रो, कसले सिकायो होला उसलाई, कसले भन्यो होला? भन्नुहोस् त, पवित्र आत्माले। हालेलुया। पवित्र आत्मा तपाईँ र म नआउँछ हामीले उद्धार देख्दैनौँ फेरि। हालेलुया। मेरो आँखाले तपाईँको उद्धार पाएको देखेको छु। हालेलुया। त्यसै गरी लुका 2:34-35 सिमेओनले तिनीहरूलाई आशीर्वाद दिएर उहाँको आमा मरियमलाई भने, हेर यो बालक इस्राएलका धेरै पतन र उत्थानको निम्ति र धेरैबाट विरोधमा बलिने एउटा चिन्हको निम्ति नियुक्त गरिएको छ, ताकि धेरै गरिदिएका विचारहरू प्रकट होउन् अनि तलवारले तिम्रो आफ्नै हृदय पनि छाड्नेछ। यो चाहिँ अन्तको क्रुसको क्रुसिफाईको विषयमा छ। उसले त्यति बेला नै जब उसको हातमा नानी छ, उसले पवित्र आत्माबाट बोलिरहेको छ। उसले जन्मिन पाएको त्यो भर्खर पाएको नानीलाई हातमा लिँदै उसले अन्तको कुरा पनि बताइदिइसकेको छ। अब चाहिँ यो छोराले चाहिँ यस्तो यस्तो गर्नेछ। अब अर्को व्यक्तिलाई हामी हेर्नेछौँ, हन्ना है। हन्ना पनि एउटा एकदमै त्यो समयमा त्यो मन्दिरमा बसेर क्रिस्टलाई कुरिरहेको एउटा महिला थियो। लुका 2:36-38 हुन्छ, अशेरको कुलमा फनियलकी छोरी हन्ना नाउँकी एउटा वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्थामा विवाह गरेर 60 वर्ष मात्र श्रीमानसँग बसेकी थिइन् अनि विधवा रहेर 84 वर्ष पुगेको थिइन्। यो हन्ना चाहिँ 84 वर्ष पुगेकी थिइन्। तिनले मन्दिर छाड्दै नै थिइन्, कहिले पनि छाड्दिनँ थिए, तर उपवास र प्रार्थना साथ रात दिन उपवास गर्दै थिइन्। त्यही बेला तिनले आएर परमेश्वरलाई धन्यवाद दिइन् र यरुशलेमको उद्धारको प्रत्यक्ष गर्ने सबैलाई बालकको विषयमा भनिन्। हालेलुया। यहाँ एउटा दिदीको विषयमा भने, एउटा आइमाईको विषयमा भनेको छ, हन्नाको विषयमा भनेको छ। ऊ चाहिँ 7 वर्षको उमेरमा विधवा भएको। हालेलुया। 7 वर्षको विषयमा होइन कि 7 वर्ष विवाह गरेको, 7 वर्षसम्म चाहिँ आफ्नो श्रीमानसँग रहेको, त्यसपछि 84 वर्ष 84 वर्षसम्म चाहिँ मात्र चाहिँ परमेश्वरसँग के गरेको, कुरिरहेको। फेरि यो साधारण कुरो होइन, 1 वर्ष होइन, 2 वर्ष होइन। हामीलाई मन पऱ्यो, हामी मण्डली हामीलाई मन पऱ्यो आउँछौँ, मन परेन आउँदैन, मन पऱ्यो बस्छौँ, मन पऱ्यो छोडिदिन्छौँ हामीलाई। तर यो हन्ना चाहिँ 84 वर्ष, बाइबल भन्छ 84 वर्षसम्म मन्दिरमा परमेश्वरलाई कुरेर बसेको छ। त्यस कारण प्रियहरू, परमेश्वरमा जिउने मानिसहरू परिस्थितिलाई होइन विश्वासमा अगाडि बढ्दछ। हालेलुया। के भन्नुहोस् त, विश्वासमा, परिस्थितिमा होइन, अवस्थामा होइन। ती मानिसहरू जो क्रिस्टका मानिसहरू हुन्, तिनीहरू परिस्थितिमा होइन विश्वासमा अडित भएर बसेर, यो दिदी पनि यो हन्ना पनि हालेलुया 84 वर्षसम्म लगातार मन्दिरमा गइरहेको छ। फेरि जब हाम्रो समर्पित हृदय हुन्छ नि, लगातार कन्टिन्युसली, मैले बोलिरहेको थिएँ, कन्टिन्युसली हामी जब कुनै कुरा गरिरहेको छौँ भने कन्टिन्युसली हामीले प्रभुलाई खोज्छौँ, हामीले अवश्य पनि भेटाउँदछौँ। हालेलुया। यहाँ पनि यो हन्ना चाहिँ 1 वर्ष होइन, 2 वर्ष होइन, 3 वर्ष होइन, 84 वर्षसम्म के गरेको छ, परमेश्वरको मन्दिरमा गएको छ। हालेलुया। हालेलुया। अनि ऊ रात दिन मन्दिरमा के गरेको छ, बाइबलले बताउँछ, ऊ रात दिन तर उपवास र प्रार्थना सहित रात दिन उपासना गर्दै थिए। उसलाई केही थाहा छैन, उसले केही देखेको छैन। कस्तो विश्वास होला, कस्तो भर होला, कस्तो किसिमको त म त छक्क पर्छु त्यो विश्वास देखेर। त्यो उमेरमा पनि 84 वर्षसम्म पनि त्यो उमेरमा पनि ऊ चाहिँ मन्दिर गएको छ क्रिस्टलाई भेट्न, उद्धारकर्ता आउनुहुन्छ भनेर। हालेलुया। आमेन। हालेलुया। उसले मन्दिर कहिले छोडेन भन्ने बाइबलले बताउँदछ। त्यसैले प्रियहरू, हन्नाले निरन्तर 84 वर्षसम्म मन्दिरमा गएको कारणले, प्रार्थना गरेको कारणले, उपवास गरेको कारणले परमेश्वरले हन्नाको जीवनमा बचाउनको काम गर्नुभयो। हालेलुया। आमेन। आमेन। कस्तो अचम्मको काम, उसले आफ्नै आँखाले उद्धारकर्तालाई देखेको छ। हालेलुया। जुन कुराको प्रतीक्षा थियो उसको हृदयमा, त्यही कुरा उसको अगाडि आएको छ, उसले भेटाएको छ। अनि त्यो चाहिँ उसको लागि एउटा ठुलो मिराकल। हालेलुया। त्यो चाहिँ एउटा ठुलो मिराकल हो। हन्नाको जीवनमा चाहिँ परमेश्वरले ठुलो अनुग्रह गर्नुभयो। थुप्रो मानिस होला, त्यहाँ मन्दिरमा आउने 1000 मानिस होला, तर 84 वर्षको बुढीलाई नै परमेश्वरले किन छान्नु भयो? किनभने उसको लगनशीलता, उसको हृदय। हन्नामा त्यहाँ थुप्रो
मान्छेमा आउँथ्यो, धेरै भेटी चलाउने मान्छे आउँथ्यो होला, तर परमेश्वरले हन्नालाई त्यो दिनको लागि तयारी गर्नुभएको छ, जुन दिन चाहिँ उहाँलाई अर्पण गर्न लगिएको छ। हालेलुया, आमेन। त्यसैले प्रियहरू, हाम्रो जीवनमा हन्ना जस्तै हामी शक्तिशाली रूपमा मण्डलीको लागि, मण्डलीको विरोधको लागि होइन, मण्डलीको विपक्षको लागि होइन, मण्डलीको लागि जब हामी निरन्तर प्रार्थना गर्दछौँ भने हालेलुया, परमेश्वरले तपाईँ र मेरो जीवनमा अचम्म काम गर्नुहुन्छ। आमेन, आमेन, आमेन। मण्डलीको पक्षमा रहेर, विपक्षमा होइन, मण्डलीको पक्षमा रहेर, मण्डलीको पक्षमा भनेको ख्रीष्टको पक्षमा रहेर जब हामी प्रार्थना गर्छौँ, उपवास गर्दछौँ, जब हामी परमेश्वरलाई प्रशंसा गर्दछौँ भने त्यहाँ चाहिँ परमेश्वरको काम हुँदछ। हालेलुया। त्यसकारण सान्त्वना चाहिँ प्रभुले दिनुहुन्छ, आशिष चाहिँ उहाँले दिनुहुन्छ जब हामी कहिले पनि मण्डली छोड्दैनौँ, जब हामी कहिले पनि मण्डलीबाट हामी टाढा हुँदैनौँ, जब हामी कहिले पनि मण्डलीलाई धिक्कार्दैनौँ। अहिले थुप्रो मानिस मण्डलीलाई धिक्कार्ने, मण्डलीलाई प्रेम गर्ने, मण्डलीलाई धिक्कार्ने मानिसहरू थुप्रो छ अहिले संसारमा। हालेलुया। तर यो स्त्रीले 84 वर्षको त्यो उमेरमा आफ्नो मण्डलीलाई, आफ्नो मन्दिरलाई प्रेम गरेको छ। सबै मण्डलीमा गएको छ, ढोका खोलेको छ होला, मानिस आउनुभन्दा अगाडि सफा गरेको छ होला। हालेलुया। त्यसकारण प्रियहरू, परमेश्वरले त्यो स्त्रीले के लगाए, त्यो स्त्री के छ भन्दाखेरि उसको हृदय चाहिँ परमेश्वरप्रति तृषित छ। हालेलुया। उसको हृदय चाहिँ परमेश्वरप्रति तृषित छ। प्रियहरू, परमेश्वरले तपाईँ र मलाई बाहिरहरू भए पनि मैले तपाईँ र मलाई बाहिरहरू परिवर्तन गर्न आउनु भएन। परमेश्वरले तपाईँ र मेरो हृदयलाई परिवर्तन गर्नुभयो, हृदयलाई परिवर्तन गर्न आउनुभयो। हालेलुया। अन्धकारको शक्तिबाट छुटकारा दिन आउनुभयो, आशिष दिन आउनुभयो। त्यसकारण प्रियहरू, जो हामी कोही ख्रीष्ट बिना बाँचिरहेका छौँ भने उसको न गन्तव्य थाहा छ, न उसको उद्देश्य थाहा छ, न ऊ कहाँ जाने थाहा, के पनि थाहा छैन। ख्रीष्ट बिना हाम्रो यात्रा चाहिँ, हाम्रो गन्तव्य चाहिँ के पनि होइन। हालेलुया। तपाईँले मेरो यात्रा तय गर्ने, तपाईँले मेरो गन्तव्य तयार गर्ने ख्रीष्ट मात्र हुनुहुन्छ। हालेलुया। ख्रीष्टले मात्रै त्यो गन्तव्य तयार गर्न सक्नुहुन्छ। हालेलुया। त्यसकारण हामीले के तयारी गरिरहेका छौँ? फेरि म तपाईँलाई सोध्छु, क्रिसमसको लागि हामी के तयारीमा छौँ? के तयारीमा छौँ? के तयारीमा छौँ? र अर्को कुरा, के हामी तयारी छौँ? के हामी तयारी छौँ क्रिसमसको लागि? हालेलुया। त्यसकारण 2025 वर्ष अगाडि जब ख्रीष्ट आउनुभयो, जब 25 वर्ष 2025 वर्ष अगाडि जब ख्रीष्ट आउनुभयो, कोही पनि तयारी थिएन, कोही पनि तयारी थिएन, कोही पनि तयारी थिएन। हालेलुया। त्यसकारण अब फेरि ख्रीष्ट आउँदै हुनुहुन्छ, के अब हामी तयारी छौँ? तपाईँले बुझ्नुभयो? फेरि ख्रीष्ट आउँदै हुनुहुन्छ, के हामी तयारी छौँ? म फर्स्ट क्रिसमसको कुरा गरिरहेको छैन, अब म कुरा गर्दैछु सेकेन्ड क्रिसमसको। इज कमिङ सुन। हालेलुया, हालेलुया। म फर्स्ट क्रिसमसको कुरा गर्दिनँ, फर्स्ट क्रिसमसको सक्यो, अब म सेकेन्ड क्रिसमसको कुरा गर्दैछु प्रियहरू। अबको क्रिसमस, अबको ख्रीष्टको कमिङ चाँडै हुँदैछ। हालेलुया, हालेलुया। पहिलोको क्रिसमसमा, पहिलो 2025 को क्रिसमसमा त्यो सिपाही अनि कहाँनिरको क्रुसलाई देखेर, त्यो मरिरहेको यसलाई देखेर, उसले मर्न लागेको यसलाई देखेर के भन्यो भने तपाईँ चाहिँ साँच्चै नै परमेश्वरको पुत्र हुनुहुन्छ। हालेलुया। पहिलो क्रिसमसमा चाहिँ एउटा सिपाहीले ख्रीष्टको पुत्रलाई देखेको छ। अब आउने क्रिसमसमा चाहिँ सबैले बादलबाट आएको प्रभुलाई देख्नेछ। हालेलुया। अनि सबैले भनिन्छ तपाईँ नै मेरो परमेश्वर हुनुहुन्छ, तपाईँ नै ख्रीष्टको पुत्र हुनुहुन्छ। हालेलुया, हालेलुया। त्यसैले एकदमै डिफरेन्ट छ प्रियहरू, फर्स्ट क्रिसमस र सेकेन्ड क्रिसमस। त्यसकारण हामीले तयारी हुनु चाहिँ
अब हामी यो फर्स्ट क्रिसमसमा त हामी तयारी हुनुपर्ने चाहिँ सेकेन्ड क्रिसमसको लागि हो। हालेलुया। सेकेन्ड क्रिसमस जब क्रिस्ट आउँदै हुनुहुन्छ, त्यसैले अबको सेकेन्ड क्रिसमसमा येशू चाहिँ बच्चा बनेर मरियमको कोखबाट जन्म लिएर आउँदै हुनुहुन्न। अबको क्रिसमसमा येशू चाहिँ राजा भएर संसारलाई शासन गर्नलाई, हालेलुया, न्याय गर्नको लागि आउँदै हुनुहुन्छ। हालेलुया। आमेन, आमेन। त्यसैले फर्स्ट क्रिसमसमा चाहिँ 3-4जना मान्छेले मात्रै प्रभुको विषयमा थाहा पाएका थिए, ती मानिसहरूले मात्रै थाहा पाएका थिए प्रभुको आउँदै हुनुहुन्छ भनेर। अबको क्रिसमसमा चाहिँ सबैले थाहा पाउनेछ। जब क्रिस्ट चाहिँ बादलको सवारीबाट आउँदै हुन्छ, सबैजनाले घुँडा टेक्नेछ। हालेलुया। सबैजनाले उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ, सबै देखिन्छ। सुसमाचार अब सकियो त्यति बेला। हालेलुया। आमेन। त्यसैले प्रियहरू, हामी कतै यो क्रिसमसको कारणले, यो क्रिसमसको रमजानले हामी सेकेन्ड क्रिसमसलाई त बिर्सिरहेका छैनौँ। यो क्रिसमसको रमजानले हामीले सेकेन्ड क्रिसमसलाई कतै बिर्सिरहेका छौँ, सेकेन्ड क्रिसमसलाई बिर्सिरहेका छैनौँ। हामीले फर्स्ट क्रिसमसमा चाहिँ सुसमाचार प्रचार गरेका छौँ भने अबको क्रिसमसमा हामीले सुसमाचार प्रचार गर्न सक्दैनौँ। हालेलुया। बाइबलले प्रष्टसँग लेखेको छ, अब फेरि उहाँ आउँदै हुनुहुन्छ। हालेलुया। को आउँदै हुनुहुन्छ अरे? को आउँदै हुनुहुन्छ अरे? को आउँदै भन्नुहोस् त, को आउँदै हुनुहुन्छ? फेरि प्रभु आउँदै हुनुहुन्छ। बाइबलमा छ, रेडी मैले भने होइन, बाइबलले तपाईँलाई भनिरहेको छ, तपाईँ एक दिन यस्तो ठाउँमा पुग्नुहुन्छ नि, ल म त सकिएँ, अब मैले धेरै मान्छे, मैले संसारकै मान्छेलाई देखेको छु, अब सक्यो। अब सेकेन्ड कमिङमा चाहिँ जब प्रभु येशू ख्रीष्ट आउँदै गर्नुहुन्छ, तपाईँले भन्नुहुन्छ अब म विश्वास गर्छु भने होइन, फिनिस, सक्यो। पहिले बचाउन आउनुभयो, अब न्याय गर्न आउँदै हुनुहुन्छ। हालेलुया। आमेन। पहिले बचाउन आउनुभयो, सुसमाचार दिनुभयो, तपाईँले मेरो पाप क्षमा गर्न आउनुभयो। अबको क्रिसमस चाहिँ न्याय गर्न आउँदै हुनुहुन्छ। अनि त्यति बेला तपाईँले देखेर ल म त चर्च गइन, ल मैले त यस्तो गरेँ, ल मैले मण्डलीमा यस्तो गरेँ, ल मैले यस्तो गरेँ। न, अबको क्रिसमसमा चाहिँ फेरि अबको क्रिसमसमा चाहिँ लाड नगर्नु परोस्, लाड भन्नु नपरोस्। अबको क्रिसमसमा न्याय हुन्छ। अबको क्रिसमसमा परमेश्वरले भेडा र बाख्रालाई छुटाउनुहुन्छ। हालेलुया। त्यसैले अबको क्रिसमस बच्चा बनेर गाईको कोखमा होइन, राजा बनेर शासन गर्न आउँदै हुनुहुन्छ। हालेलुया। हालेलुया। बच्चा बनेर होइन, गाईको कोखमा होइन, बादलको सवारीमा स्वर्गदूतको साथ। त्यसैले बाइबलले छ, आर यु रेडी? आर यु रेडी? प्रभुले भन्नुहुन्छ तिमीहरू रेडी छौ? हालेलुया। त्यसैले बाइबलले प्रशंसा गरेको छ, लुका 21 सन्देश, त्यसपछि मानिसको पुत्रलाई शक्ति र उहाँ महा महिमासँग बादलमा आइरहेको देख्नेछन्। केमा देख्नेछन् रे? पहिलेको क्रिसमसमा कतिजनाले घुँडा टेके रे? एकजना सिपाहीले घुँडा टेकेर हो उहाँ नै हो परमेश्वरको पुत्र भनेर भने घुँडा टेकिरहेका थिए। अब जब त्यो बादलबाट आएको देख्नेछ, सबैले घुँडा टेक्नेछ भनेपछि उहाँ नै परमेश्वरको पुत्र। हालेलुया। हालेलुया। कसैले भन्न सक्दैन उहाँ परमेश्वरको पुत्र होइन भनेर। तर जसले त्यति बेला अब चाहिँ म भन्छु, अब चाहिँ म चिन्छु, अब चाहिँ म ग्रहण गर्छु, नो फिनिस, सक्यो। प्रश्न यही हो, स्पष्ट। अब पाप गर्न छोड, क्रिस्चियनहरू अब पाप गर्न छोड्दछु, अब बाइक मिटिङ गर्न छोड्दछु, नो फिनिस। त्यसैले प्रियहरू, क्रिसमस चाहिँ हामीले कसरी मनाइरहेका छौँ? हालेलुया। हालेलुया। अनि जब त्यो दिन, जब ख्रीष्ट आउने समय हुन्छ, आउँदै हुनुहुन्छ, लुका 21:26, संसारमा हुन आउने घटनाहरूको आशंकाले मानिसहरू मूर्छा पर्नेछन्, किनकि आकाशको शक्ति डगमगाएको हुन्छ। हालेलुया। हालेलुया। जब प्रभुको आगमन हुन्छ, संसार डगमगाउँदछ, मान्छे भाग्न थाल्दछ, डराउँदछ, क्लास आउँदछ। तर प्रभुले हामीलाई के भन्नुभएको छ? तिमीहरू के गर? माथि हेर। हालेलुया। आमेन।
भाइहरू, फर्स्ट क्रिसमस चाहिँ तपाईँलाई राम्रोसँग बताइदिन्छु। पालि पालि आउँ। फर्स्ट क्रिसमस चाहिँ सबैले मनाए। फर्स्ट क्रिसमस चाहिँ सबैले मनाए, तर अब सेकेन्ड क्रिसमस चाहिँ सबैले मनाउनु पाउँदैन। हालेलुया, हालेलुया, आमेन। किन निराशा हुनुहुन्छ? हाँस्नुहोस् न। फर्स्ट क्रिसमस चाहिँ सबैले मनाए, सबैले मनाए, अहिलेसम्म मनाइरहेका छन्। प्रभु चिन्ने पनिले मनाइरहे, नचिन्नेले मनाइरहेका छन्। अझ चिन्नेले भन्दा नचिन्नेले धुमधामसँग मनाइरहेका छन्। तर सेकेन्ड क्रिसमस चाहिँ आई एम सरी, म तपाईँलाई प्रष्ट रूपमा भन्न चाहन्छु, सेकेन्ड क्रिसमस चाहिँ सबैले धुमधामसँग मनाउन सक्दैन, सबैले मनाउन सक्दैन। हालेलुया, हालेलुया। किनभने त्यो रमाइलो गर्ने क्षण होइन, त्यो पापबाट उठाइलाने क्षण होइन, त्यो मुक्तिको कुराको छैन। त्यहाँ अब न्याय गरेर आउँछ। जसले प्रभुलाई विश्वास गरेको छ ऊ खुसी भएर नाचिरहेको छ, क्रिसमस मनाइरहेको छ। जसले विश्वास गरेको छ ऊ आउँछ। हालेलुया। त्यति बेला प्रभु म तपाईँलाई विश्वास गर्दछु, प्रभु मेरो घमण्डलाई टाइदछु, प्रभु मेरो नकारात्मक कुरालाई छोड्दछु, प्रभु मेरो यो गर्दछु, प्रभु म यो गर्दछु। हालेलुया। यसो भयो मेरो जीवनमा, यसो गरी मैले, यसो गरी उसो गरी भनेर तपाईँले नो एक्सक्युज, इट्स टु लेट। सबै नि अहिले समय हो मेरो, अहिले समय हो। मण्डली आउने अहिले समय हो, प्रभुलाई आराधना गर्ने अहिले समय हो, प्रभुलाई प्रेम गर्ने अहिले समय हो, सुध्रिने अहिले समय हो, प्रभुको बाटोमा हिँड्ने अहिले समय हो, प्रभुलाई प्रेज गर्ने अहिले समय हो, प्रार्थना गर्ने अहिले समय हो, मण्डलीमा वचन सुन्ने अहिले समय हो, वर्शिप गर्ने अहिले समय हो। हालेलुया। फिनिश, फिनिश, फिनिश। मेरो त्यो दिन चाहिँ तपाईँहरूलाई गाह्रो नहोस्, म यही भन्न चाहन्छु। हालेलुया। टु लेट भइसकेको हुन्छ। तपाईँले कतिजनाले प्रभुलाई विश्वास गर्नुभएको छैन, विश्वास गर्नुहोस्। त्यति बेला त इट्स टु लेट, इट्स टु लेट, टु लेट भइसकेको छ। त्यस कारण त्यति बेला हामीले विश्वास गर्छौँ अरे फाइदा पनि छैन, अब सक्यो। त्यस कारण पहिलो क्रिसमस जस्तो दोस्रो क्रिसमस हुँदैन। भन्नुहोस् त, पहिलो क्रिसमस जस्तै दोस्रो क्रिसमस हुँदैन। अहिले जे गरे नि हुन्छ, तपाईँलाई मनलाई जे पनि गर्दै हुन्छ, तपाईँले जे गर्दै हुन्छ, डर भर जे गर्दै नि हुन्छ, तपाईँले जे गरे पनि हुन्छ, तपाईँलाई छुट्छ। तपाईँले गरेको कुराहरू सबै प्रभुले लेखिरहनु भएको छ, सबै छुट्छ तपाईँलाई। तपाईँले जे गरे पनि हुन्छ, तर त्यो गरेको कुराको न्याय गर्न चाहिँ परमेश्वर फेरि आउँदै हुनुहुन्छ। अनि त्यति बेला चाहिँ ला मैले यसो गरेँ भनेर चाहिँ तपाईँ पूर्वमा हात लाग्ने कुरा चाहिँ भएन। हालेलुया। अहिले छुट्छ तपाईँलाई, जे गर्नुहोस् तपाईँलाई छुट्छ। तपाईँले जे मनलाई गर्नुहोस्, जहाँसुकै जानुहोस्, जेसुकै खानुहोस्, नराम्रो कुरा 24 घण्टा मोबाइलमा हेरेर बस्नुहोस्, मण्डलीको कुरा गर्नुहोस्, मण्डलीलाई दोस्याउनुहोस्, तपाईँलाई सबै कुरा छुट्छ, सब कुरा छुट्छ तपाईँलाई। तर तपाईँले गरेका ती सबै कुराको न्याय गर्न चाहिँ परमेश्वर आउँदै हुनुहुन्छ कि। हालेलुया, हालेलुया, आमेन। त्यसको न्याय गर्न चाहिँ परमेश्वर आउँदै हुनुहुन्छ। त्यो न्यायमा चाहिँ तपाईँले म नगरौँ। अहिले नै हामीले सुधारौँ आफ्नो आफूलाई, अहिले नै हामीले आफूलाई बनाऊ, अहिले नै हामी परमेश्वरको बाटोमा हिँडौँ। हालेलुया। त्यसकारण ती मानिसहरू अनि काप्त छन् जसले चाहिँ क्रिस्टलाई पाएर पनि, क्रिस्टलाई जानेर पनि आफ्नो जीवन चाहिँ बेकारको जीवन जिइरहेको छ। परमेश्वरलाई दिनुपर्ने प्रशंसा गरिरहेको छैन, परमेश्वरलाई दिनुपर्ने महिमा गरेको छैन। हालेलुया। त्यसकारण बाइबलले बताउँदछ 28 मा चाहिँ जब यी कुरा हुन आउँछ तब खडा हो र आफ्नो शिर उठाओ, किनभने तिमीले उद्धार नजिकै आएको छ। हालेलुया। हामी विश्वासीहरू चाहिँ खडा हुनेछौँ र हामी हेर्नेछौँ र भन्नेछौँ अब हाम्रो उद्धार हुनेछ। फिनिश। अब हाम्रो के हुनेछ? अब के पनि, अब हाम्रो उद्धार हुनेछ। अब हामी परमेश्वरसँग जानेछौँ। अनि के गर? रमाओ। हालेलुया। त्यसैले दोस्रो क्रिसमस एउटा असल विश्वासीको लागि चाहिँ उत्साहको कुरा हो, एउटा आनन्दको कुरा हो, एउटा महिमाको कुरा हो। हालेलुया। एउटा हर्षको कुरा हो। हामी कुरिरहेका छौँ, हामी प्रार्थना गरिरहेका छौँ सेकेन्ड कमिङको लागि। तर सेकेन्ड त्यो सेकेन्ड क्रिसमस चाहिँ ती व्यक्तिहरूको लागि जो चाहिँ प्रभुलाई चिन्नु भएको छैन र चिनेर पनि प्रभुलाई दिन पनि आधार दिएको छैन।
बाइबलको विपरीत हिँडिरहेका छौँ हामी। कि व्यक्तिहरूको लागि चाहिँ यो चाहिँ अशान्ति, डर, त्रास, विभिन्न किसिमका कुराहरू चाहिँ उहाँहरूमा चाहिँ आउँदछ। हालेलुया। त्यसकारण प्रियहरू, हामीले कसरी तयारी गरिरहेका छौँ? हामी कसरी क्रिसमसलाई हामीले तयारी गरिरहेका छौँ? त्यसकारण म तपाईँलाई फेरि पनि भन्छु, अन्तिम क्रिसमस चाहिँ सबैको लागि हो। हालेलुया, हालेलुया, आमेन। अहिले केही नभएको जस्तो नसोच्नुहोस्, वचनलाई ध्यान दिनुहोस्। यो वचन नै तपाईँको लागि आज एउटा परमेश्वरले दिनुभएको यो ठुलो कुरा हो। हालेलुया। त्यसकारण फेरि यो वचन नआउन सक्ला, तर सचेत हुनुहोस्, तयारी हुनुहोस्, सुध्रिनुहोस्, परमेश्वरको बाटोमा हिँड्नुहोस्। हालेलुया। त्यसकारण अन्तिम क्रिसमसको लागि तयारी गर्नुहोस्, अन्तिम क्रिसमसको लागि। त्यसकारण प्रियहरू, त्यो अन्तिम क्रिसमसको लागि तयारीको लागि चाहिँ हामी सावधान हुनु पर्यो र पाप गर्नु हुँदैन। भन्नुहोस् त, सावधान र पाप। विश्वासीको लागि हो सावधान र पाप। यी दुईटा कुराहरू हामी सावधान भयौँ भने, हामी केयरफुल भयौँ भने र हामी सिनमा हामी छैनौँ भने दोस्रो क्रिसमस चाहिँ हाम्रो लागि हर्षको दिन हो। हालेलुया, आमेन। उत्साहको दिन हो, आनन्दको दिन हो दोस्रो क्रिसमस चाहिँ। तर हामी लुकी हामी सिन गरिरहेका छौँ, लुकी हामीले पाप गरिरहेका छौँ, लुकी हामीले चाहिँ नराम्रो कुरा गरिरहेका छौँ, लुकी हामी कार्य गरिरहेका छौँ, लुकी परमेश्वरको हृदयलाई तोडिरहेका छौँ भने उहाँहरूको लागि चाहिँ होइन। अहिले नै बाइबलले भन्दछ, अहिले नै सावधान रहेर ती पापहरूबाट अलग बस र परमेश्वरको प्रतीक्षा गर। हालेलुया, आमेन। त्यसकारण विश्वासी नै भए पनि पाप र हामी सावधान छैनौँ भने, पाप सम्बन्धी पापमा हामी सावधान छैनौँ भने हामी त सेकेन्ड क्रिसमसमा डरलाग्दो अवस्था आउँदैछ। प्रिय, डरलाग्दो मैले जिस्केको होइन। अन्तमा लुका 21 को 34 र 36 म पढेर यहाँबाट म बिदा हुनेछु। हुन्छ, गएर तपाईँ भित्र आए पनि हुन्छ, माथि आउनुहोस्। तपाईँहरूसँग बाइबल छैन पल्टाउनुहोस्। लुका 21 को 34 र 36। हामी एकसाथ पढ्नेछौँ है त सबैजना। पाउनुभयो तपाईँ सबैजनाले? पाउनुभयो? पाउनुभयो? ल, हामी एकसाथ पढ्नेछौँ है त। लुका 21 को 34 देखि 36 सम्म। तर आफ्नो विषयमा होशियार हो, नत्र त भोग विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन बदलियो के रे एला, र तिमीहरू माथि एक्कासी त्यो दिन पासो चाहिँ आइपर्ला। किनकि यसरी नै सारा पृथ्वीमा बास गर्ने सबैमाथि यो आइपर्ने छ। तर आइपर्ने यी कुरा सबै कुराबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खडा हुन सामर्थ्य हुनलाई समय प्रार्थना गर्दै जागा रहो। हालेलुया, आमेन।